एभ्रिवान यहाँ चाहिँ हाम्रो बोजूले यस्तो दामी सेलरोटी पोल्छ। हाम्रो घरमा चाहिँ सेलरोटी पोल्ने कमी छैन। यस्तो मिठो मिठो पकाउँछ। कोकोला खानु मन छ आउनुहोस् है सबैजना। बोजूलाई के भन्नुहुन्छ? डिमान्ड गर्नु भन्न। ए ल डिमान्ड गर्नु अरे ल। यता चाहिँ गीत गर्नु पनि हुँदैछ। यतिको जोसी हुनु पर्यो। गरमले चाहिँ हामीलाई मानिरहेछ। यो रोटी चाहिँ भरे खाँदा कति मिठो हुन्छ होला। वाउ अहिले भिड्छु ल सबै पोलिसकेर। ल बाई। यस्तै राम्रो चाहिँ हाम्रो बोजू यतिको सेलरोटी पोल्ने बोजू यतिको पायो भने के खोज्दैन। अहिलेको केटीले त जान्दैन मलाई सायद। म त जान्दिनँ पनि सेलरोटी पोल्नु। हाम्रो बोजूलाई चाहिँ सबै आउँछ। यता गर्नु न यस्तो डल्लो नक्कल बित्थाको यसरी हेर्नु सानो ताई बेसी खर्रेछ खरिन के गर्नु। चियाको साथ लिँदै सेलरोटी पोल्नु पर्यो नि होइन। सिराउनु पर्छ अरे। कहिले पोलिसक्ने प्रभुजी यति बेसी छ। उपर चाहिँ छाता पनि लिएर आउनु हुँदैछ माइजूले सेलरोटी पोल्ने मान्छेलाई। के गर्नु कहिले पोलिसक्छ बोजूले। यहाँ रोटी पोल्नेलाई चाहिँ छाता पनि टेका लाउँदैछ है लिम्बेदारले। यहाँ गरम भरे बोजूलाई। रोटीमा त पर्दैन होला। बोजू शीतल भयो अब चाहिँ। अब चाहिँ मिठो पोल्नु ल। यति बेसी पोलिसक्यो अहिले चाहिँ ल। कहिले सक्छ खाने बा आउनुहोस् भन्नु पनि मिल्दैन हो बोजूले फेरि। हामीलाई पनि यस्तो उडाइदिएको हद हुन्थ्यो नि साथा। आगो मिलाइदिनुपर्छ। काम भन्दा बेसी चाहिँ गनगन गर्दैछ हो। हामी चाहिँ काम पनि हेल्पर है। काम छैन कुकुर जस्तो क्या त। काम पनि छैन उयो फुर्सद पनि छैन नि। यही हो हो नि यो यस्तोहरू चाहिँ कसले बनायो निदिने। एउटा केही पनि गरेको छैन। सिङ्कान माछेको छैन। म भैँसै हाल्ने नि त। यतिकै हालिदिन्छु म। के बोल्दैछ यहाँ लिम्बे दादा चाहिँ। हाम्रो पाजी हो पाजी। सबैजनाको पाजी। कस्तो राम्रो रहेछ हौ। खै फुपूले दिएको हाल्नु त भन्छ लो रोटी ताईमा। के ए लो कोक खानु कोक पनि दिँदै गर्नु पर्यो नि सेलरोटी पोल्नेलाई बिचरा। बहिनी त्यो भ्लग बनाउनु। त्यो कार्टुनमा हाल्नुपर्छ। भिडियोमा हाल्नु मन छ भने चाहिँ गएर मिलाएर केमा हाल्नु अरे भाउजू। त्यसको लागि पो हो। खेतदेखि पिठो मजाले हाम्रो भाउजूले यति पोलिसक्यो सेलरोटी चाहिँ। कसलाई खानु मन छ आउनुहोस् ल। यस्तो बेसी घाम लागिरहेछ। यस्तो मिठो खाने लाग्यो है। यो रोटी चाहिँ आलुदमसँग मिठो हुन्छ है साथीहरू। बल्ल शीतल हो कहिले सक्छ अब। उयो चाहिँ यत्रो छ भोजु शीतल भयो। के भन्छ बहिनी यस्तोलाई? औ चुना बहिनी यस्तो छैन च्यात्रको घर।